बुझ्यो अब सरकारले यही ढंगले नै काम गर्छ, जसरी पनि चुनाव गर्ने र त्यो शान्तिपूर्ण रूपमा गर्ने, निष्पक्ष रूपमा गर्ने र मन्त्रीहरूको भूमिका पनि त्यस्तै हुन्छ भन्ने जुन अपेक्षा छ। दलीय नभएर यो चाहिँ गैरदलीय सरकार हो। गैरदलीय सरकार भइसकेपछि हामीले त्यही खालको भूमिका खेल्नुपर्छ भन्ने यहाँहरूको अपेक्षा छ। मैले त त्यही नै डिक्लेयर नै गरिसकेको छु। जुन कुरा यहाँहरूले पनि मनन गरिदिनु भएको रहेछ, मलाई एकदमै खुसी लाग्यो। यसको मतलब अरूलाई पनि त्यो सन्देश जाओस् भनेर हो भन्ने लाग्छ। अरूलाई पनि त्यो सन्देश जानेछ। प्रत्येक मन्त्रीज्यूले आफैले विचार गर्नुपर्ने विषय हो। हामीले पक्षधरता नलिइकन निष्पक्ष, धाँधली रहित, शान्तिपूर्ण वातावरणमा चुनाव गराउनु पर्ने दायित्व रहेको छ। अब यसमा खास गरेर यो लुटिएका हतियारको सम्बन्धमा धेरै कुरा उठेको छ। अहिले बाहिर कति हतियार छन् भन्ने कुरा चाहिँ हाम्रो यो सुरक्षा सम्बन्धी प्रोटोकलको कारणले संख्या चाहिँ नभनौं भन्ने नै कुरा छ। त्यो हामीले संख्या भनेका छैनौं। धेरै जसो हतियारहरू फिर्ता भइसकेको छन्। फिर्ता नभएको हतियारमा केही चाहिँ जलेका छन्, केही चाहिँ अब खोलामा बगाइदिएको पनि हुन सक्छ ठूलो हतियारहरू। अनि हराएको मध्ये कतिपय अब यो टियर ग्यास हान्नेसँग सम्बन्धित त्यो खालको बन्दुकहरू, साना हतियार र कतिपय चाहिँ अलि त्यो लामो हतियार, अलि घातक हतियार छन्। त्यसमध्ये चाहिँ अब टियर ग्यासको संख्या पनि बढी नै छ। टियर ग्याससँग सम्बन्धित हतियारको त्यो संख्या पनि बढी नै छ भनेर भन्नुभएको छ। एक्चुअल डाटा चाहिँ हामीले पनि हेरेका छैनौं। खासमा समग्रतामा हाम्रो सुरक्षाकर्मीहरूले भन्नुभएको छ। र बाहिर रहेको कैदी बन्दीहरूको सम्बन्धमा हेर्दाखेरि संख्या त त्यही नै हो, 4857। त्यसमध्ये कस्तो कस्तो खालका कैदी बन्दीहरू हुनुहुन्छ भनेर पनि मैले लिस्ट मगाएको थिएँ। आज त्यो छुटेछ। पछि सभापतिज्यू मार्फत हामीले उपलब्ध गराउन पनि सक्छौं। खास गरेर हत्यामा संलग्न, यो हत्या, अंगभंग, यस्तो खालको गम्भीर खालको अपराधमा संलग्नहरूको संख्या चाहिँ अलिक कम नै छ। लागु औषधको सबभन्दा धेरै छ। त्यसपछि जबरजस्तीकरणीको छ, बैंकिङ कसुर लगायतको छ। त्यसकारणले हेर्दाखेरि अहिले त्यही नै कारणले चाहिँ चुनाव बिथोलिन्छ भन्ने तहमा चाहिँ हामी त्यो टुङ्गोमा चाहिँ पुगेका छैनौं। हतियार र कैदी बन्दीकै कारणले त्यसलाई हामीले स्पेशल अपरेसन नै चलाएर रिकभरीको डेटालाई हामीले एकदम इम्प्रुभ गरेका छौं। पछिल्लो समय हतियारको रिकभरी पनि बढेको छ। दिनदिनै जस्तो समाचार आइराखेको छ। कैदी बन्दीको पनि पहिला भन्दा संख्या बढ्दो छ। पहिला दिनमा 15-16 जनाको दरले थियो भने पछिल्लो समय त एकै दिनमा 35 जना पनि हामीले फिर्ता ल्यायौं। त्यसकारण यो चाहिँ सुदृढ हुँदै गएको छ। थप सुदृढ बनाउने प्रयास गर्छौं। यसमा हजुरहरूको जे चाहिँ निर्देशन हुन्छ त्यो निर्देशनलाई हामीले हुबहु पालना गर्छौं। अब कतिपय कुराहरू यो शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम आएका छन्। जस्तो बजेट, संसदले बजेट पारित गर्ने, त्यसैगरी संसदले ऐन पनि बनाउने, अनि पछि चाहिँ सरकारले त्यसलाई हेरफेर गर्ने भन्ने कुरा जुन आएको छ। सिद्धान्त त यहाँहरूले भन्नुभएको कुरामा मेरो कुनै पनि विमति छैन। यो कुरा मैले सम्बन्धित ठाउँमा सम्बन्धित मन्त्रीज्यू समक्ष पनि यो कुराहरू पुर्याउँछु। यसलाई यो चाहिँ विधिको शासन बमोजिम, शक्ति पृथकीकरण बमोजिम जे हुनुपर्ने हो त्यही हुने सन्दर्भमा मेरो आफ्नो पनि पहल रहनेछ। धेरै महत्त्वपूर्ण रूपमा उठाउनु भएको कुरा मनोबलको, प्रहरीको मनोबलको कुरा छ। प्रहरीको मनोबल बढाउने सम्बन्धमा उहाँहरूलाई जसरी चाहिँ उहाँहरूको आफ्नो कार्यालयबाट पनि विस्थापित गरियो, अहिले चाहिँ त्यो कार्यालयहरू पुनर्स्थापित भएका छन्। 450 भन्दा बढी कार्यालयहरूमा क्षति भएको थियो, विस्थापित हुनुभएको थियो। तर पुनर्स्थापित हुने क्रममा स्वयं नागरिकले नै सहयोग गर्नुभयो। अधिकांश कार्यालयहरू नागरिककै सहयोगमा मर्मत भए, पुनर्निर्माण भए र उहाँहरूले कार्यालय सञ्चालन गर्नुभएको छ। त्यसकारणले नागरिकले पनि प्रहरीलाई अहिले माया गरिरहेको अवस्था छ। यो प्रहरी चाहिँ नभई नहुने संयन्त्र हो। प्रहरी भएन भने हामी सधैँ असुरक्षित हुन्छौं भन्ने भावना उहाँहरूको पलाएको छ। त्यही हिसाबले उहाँहरूले सहयोग पनि गरिरहनु भएको छ। यसमा सरकारले पनि थप चाहिँ प्राथमिकतामा राखेर काम गरिरहेको छ। उहाँहरूको जुन चाहिँ लोजिस्टिक्ससँग सम्बन्धित, उहाँको सेवा सुविधासँग सम्बन्धित विषयवस्तुहरूलाई हामीले उच्च प्राथमिकतामा राखेका छौं। स्वयं प्रहरी संगठनबाट आएका फाइलहरूलाई हामीले
त्यसलाई धेरै विलम्ब नगरिकन फटाफट अगाडि बढाइदिने, उहाँहरूको जे निड हो उहाँहरू आफैले प्रस्ताव गर्नुहुन्छ र त्यसलाई हामीले अर्थ मन्त्रालयको सहमति लिएर क्याबिनेटसम्म पुर्याउनु पर्ने विषय अथवा मन्त्रालयबाट टुङ्गाउनु पर्ने विषय हामीले तदारुकताका साथ त्यसलाई टुङ्गाएका छौँ। त्यसमा हामीले धेरै सुदृढ गरेका छौँ। नेपाल प्रहरीको खास गरेर रासनमै पनि कमी रहेछ। काम सबभन्दा बढी चाहिँ हुन त काम सबैको उत्तिकै महत्त्वपूर्ण हो, तर कार्यक्षेत्रमा निरन्तर खटिरहनु पर्ने, धेरै दबावमा काम गर्नुपर्ने भए पनि नेपाल प्रहरीको रासन अलिक कम रहेछ। त्यो रासनलाई समान बनाउने, त्यसलाई अलि बढोत्तरी गर्ने सम्बन्धमा अहिले अध्ययन पनि भएको थियो। त्यो अध्ययन बमोजिम विभिन्न विकल्पमा सुझावहरू आएका छन् र त्यसमध्ये कुन विकल्पमा जाने भनेर अहिले अर्थ मन्त्रालयले विचार गरिरहेको छ। त्यो हुँदा बित्तिकै रासनमा रहेको जुन घटी बढी छ त्यसलाई हामीले समान बनाउने छौँ। अरू इक्विपमेन्टहरूको सम्बन्धमा पनि खास गरेर यो क्षति चाहिँ बढी किन हुँदो रहेछ, मानवीय क्षति भन्ने कुरालाई हामीले गहिरेर हेर्दाखेरि लेथल र नन लेथल दुई प्रकारको वेपनहरू मध्ये चाहिँ नन लेथल पर्याप्त भयो भनेदेखि लेथल वेपन्स घातक हतियारहरू प्रयोगै गर्नु नपर्ने अवस्था आउने रहेछ। तर गैर घातक हतियार नै भएन भनेदेखि आफ्नो आत्मरक्षा होस् या अथवा आफूले संरक्षण गर्नुपर्ने, सुरक्षा दिनुपर्ने सम्पत्तिको रक्षाको लागि होस्, उहाँहरूले घातक हतियारको पनि प्रयोग गर्नुपर्ने अवस्था आउने र त्यतिखेर चाहिँ क्षति हुने, मानवीय क्षति हुने त्यो अवस्था रहेछ। त्यसकारणले अहिले गैर घातक हतियारहरू, इक्विपमेन्टहरूमा जोड दिनुपर्छ भनेर हामीले त्यसको खरिदलाई अगाडि बढाएका छौँ। त्यसमा चाहिँ अरू मित्र राष्ट्रबाट पनि सहयोग प्राप्त हुने अपेक्षासहित हामीले त्यसमा पनि अगाडि बढाएका छौँ। आगामी दिनमा त्यसमा नीतिगत हिसाबले नै गैर घातकमा जोड दिने र चाहिँ प्रहरीलाई डिप्लोय गर्दाखेरि पनि जनपद प्रहरी र सशस्त्र प्रहरीको डिप्लोयमेन्ट गर्दाखेरि जे त्यसको पद्धति हो, जुन पद्धति बमोजिम डिप्लोय हुनुपर्ने थियो त्यही पद्धति बमोजिम नै डिप्लोय गर्नुपर्छ। यसो गर्दाखेरि मानवीय क्षति भएको कारणले बढी अहिले चाहिँ हतोत्साही हुनु परेको हो। खास गरेर अब काम नगर्दा पनि मानवीय क्षति हुन्छ भनेर काम नगर्दा पनि फेरि चाहिँ सरकारी सम्पत्ति लगायत अरू क्षति बढ्ने, उहाँहरूले काम गर्दाखेरि फेरि मानवीय क्षति हुने। अब यो भइसकेपछि गर्ने के भनेर उहाँहरूलाई एउटा अलमलको अवस्था छ। यसले गर्दाखेरि मोराल भन्ने कुरा त्यहाँबाट पनि आउँदो रहेछ। यस्तै कुराहरू कतिपय अब यहाँ सरकारी कर्मचारीलाई पनि हुँदो रहेछ। काम गरे पनि अख्तियारले, अरू नियामक निकायहरूले, ओभरसाइट एजेन्सीले हेर्ने, त्यसको एक किसिमको अर्थ हुने। अब काम नगर्दा पनि काम रोकियो, फेरि चाहिँ बजेटहरू कार्यान्वयन नै भएन, प्रगति केही देखिन भन्ने यो खालको अवस्था सबैतिर रहेछ। खास गरेर यो फोरममा चाहिँ यस्ता विषयवस्तुहरू अझै गहन रूपमा छलफल हुनुपर्छ जस्तो लाग्छ। संसदीय समितिमा, संसदमा प्रहरीको एउटा त्यो अवस्था छ। अब प्रहरीको मनोबल बढाउने सम्बन्धमा अहिले मूल रूपमा उहाँहरूलाई हामीले यो चाहिँ बढुवा गर्दाखेरि, सरुवा गर्दाखेरि कुनै पनि खालको पक्षपात हामीले गरेको छैन र उहाँहरू परिचालन हुँदाखेरि पनि हामीले त्यस्तो पक्षपातपूर्ण तरिकाले गरेको छैन। मुख्य रूपमा भन्दाखेरि मोरल बढ्ने चाहिँ त्यहाँबाट हो जस्तो लाग्छ मलाई। सेवा सुविधाहरू चाहिँ कुरा त छँदैछ, तर उहाँहरूलाई हेर्ने उहाँहरूको डिग्निटी, मुख्य कुरा चाहिँ उहाँहरूको डिग्निटी हो, उहाँको मर्यादाको कुरा हो, उहाँको प्रतिष्ठाको कुरा हो। त्यसमा अहिले वर्दीको प्रतिष्ठा बढाउने काम नै हामीले गरेका छौँ। उहाँहरूले कहीँ पनि अपमानित हुनु पर्दैन, उहाँहरूलाई हामीले दुरुपयोग पनि गर्दैनौँ र उहाँहरूले पेशागत स्वतन्त्रता, स्वायत्तता पाउनुहुन्छ, त्यसमा हामीले विशेष रूपमा जोड दिएका छौँ। त्यो चाहिँ उहाँहरूले पनि महसुस गर्नुभएको अवस्था छ। अब जेनजी र चाहिँ दल बीचको द्वन्द्वको कुरालाई हामीले न्यूनीकरण नै गर्दै गएका छौँ। दलीय गतिविधि हुन पाउनुपर्छ, त्यो गर्नु पनि पर्छ, हाम्रो प्रणाली नै त्यही हो, यसमा हामी स्पष्ट छौँ। दलीय गतिविधि शान्तिपूर्ण रूपमा हुनुपर्छ, अहिंसात्मक रूपमा हुनुपर्छ। अहिलेको विशेष परिस्थिति भावनाले सकभर तडक भडक अलि नगरिकन, उक्साहट नगरिकन गर्दाखेरि राम्रो हुन्छ। किन भन्दा स्थिति फेरि सम्हालि नसक्नु होला कि भन्ने हामीलाई डर र चिन्ता त्यसैमा बढी छ। त्यसमा सबैले सहयोग गरिदिनु भयो भने हामीले दलीय गतिविधिलाई सहजीकरण हुने नै हाम्रो नीति छ, त्यसैमा हामीले पहल गरिरहेछौँ। हामी त त्यस्ता खालका गतिविधि भयो भने हामी अफिसमै सबैजना, सबै सुरक्षा प्रमुखहरू, सचिवज्यू, म लगायत हामीहरू एकदम स्ट्यान्ड बाई बसेका हुन्छौँ। त्यसमा हिंसा चाहिँ